नमस्ते साथीहरू, म अरुण कुमार। आज म तपाईले एउटा सिम्पल तर पावरफुल कुरा देखाउने लागेको छु। 10,000 रुपैयाँ 10 वर्षमा कति हुन्छ? धेरैले लाग्छ 10,000 ले के हुन्छ त? तर आजको भिडियोमा पछि तपाईले सोच्नै चेन्ज हुन्छ। हामी के गर्छौ? पैसा बचत गर्छौ? होइन। बैंकमा राख्छौ? होइन। ग्रोथ गर्छौ? हुँदैन। इन्फ्लेसनले पैसा घटाउँछ। उदाहरण, आजको 10,000 10 वर्षपछि भ्यालु कम हुन्छ। अब सोच्नुहोस्, यदि तपाईले त्यो 10,000 शेयर मार्केटमा लगानी गर्नुभयो भने एभरेज रिटर्न कति आउँछ होला? गेस गर्नु त। 10%, 12%, 15%। रियलाइज लङ टर्म। अब गेम सुरु हुन्छ। कम्पाउन्डिङ इन्ट्रेस्ट के हो? इक्जाम्पल, पैसा 10,000, इन्ट्रेस्ट रेट 15%, टाइम 10 वर्ष, रिटर्न लगभग तपाईको 40,000 रुपैयाँ। 40,000 रुपैयाँ। अब इमेजिन गर्नु, यदि 10 वर्ष होइन 20 वर्ष थियो भने 40 को 1,60,000। 30 वर्ष भयो भने 6 देखि 7 लाख। यही हो टाइम अफ द कम्पाउन्डिङ इन्ट्रेस्ट वेल्थ। तपाई के गर्न सक्नुहुन्छ? मन्थली 1000 इन्भेस्टमेन्ट गर्नुहोस्, एसआइपी स्टार्ट गर्नुहोस्, गुड कम्पनीमा इन्भेस्ट गर्नुहोस्। इक्जाम्पल बैंकिङ, हाइड्रो पावर, ब्लू चिप स्टक। लङ टर्म बस्नुहोस्, पेनिस नगर्नुहोस्। मिनिमम यो गल्ती नगर्नुहोस्। जल्दी पैसा कमाउने सोच, ट्रेडिङमा सबै पैसा हाल्ने, फेयरमा बेच्ने, वेल्थ बनाउने तरिका, फिटनेस प्लस डिसिप्लिन। आज तपाईले के सिक्नु भयो भने सानो पैसा ठूला फ्युचर। टाइम नै सबैभन्दा ठूलो एसेट हो। यदि तपाई आज स्टार्ट गर्नुभयो भने भविष्यमा तपाईको धनी बन्न सक्नुहुन्छ। लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्, शेयर गर्नुहोस्, किनभने म तपाईलाई जिरोबाट हिरो बनाउने कन्टेन्ट ल्याउने छु। थ्यांक यू फर वाचिङ गाइस।